लगाइज अब ऊ त्यो मदिनी नै रनिङ जाने ठाउँ घङखोला त्यहाँबाट अब रनिङ आएर आज यिनीहरू दुईटा पनि आएका थिए त्यसको लागि अब फेरि हामी माझ जाने प्लान छ अब कता पुगिन्छ अनि गाइज यो टिप्यो के थाहा छैन है भन्नु पर्यो के हो यो नाम चाहिँ हजुरको खाइ है एकदम स्वास्थ्यलाई पनि मिठो खाना पनि एकदम राम्रो एकदम स्वादिष्ट छ क्या गाइज कस्तो होला ओपिनियन भन त कस्तो कस्तो मिठो एकदम मिठो ब्लगर छन् यहाँ पनि ब्लगर यता पनि मोबाइल पो नभएको यताको ब्लगर फेरि फोनै छैन बिग्रियो हामी अब कुखुरानी हिँड्दै भन्दै यता यस्तो कडक ठाउँमा आयो भ्यू कडक आहा बल्ल बिहानको घाम लाहा लगभग 7 बजे होला बल्ल बिहानको एकदम त्यस दिनको एकदम पहिलो किरण लिन चाहिँ एकदम स्वास्थ्यलाई राम्रो हुन्छ के दिनको पहिलो किरण चाहिँ लिन पर्छ है त यो अब हिँडेर छौँ अब कहाँ पुगिन्छ त्यही हो मास्किना गाउँ हो त्यो ठाउँ हो त्यहाँबाट सिधा आएको त्यहाँबाट गरसो जान मिल्छ हिँडेर आउनुलाई चाहिँ यता सर्टकटहरू पनि हुन्छ नि धेरै सोध्यो भने नत्र गाडीमा आउनुलाई चाहिँ हो बाटो सिधै गयो हुन्छ बाटो जिपमा अटोमा यता पुग्यो यो परिसरमा यसो बसौँ भनेर हो अब बाटो थाहा छैन अब यहाँ बसेर यसो हेरिन्छ घाम पनि छ यसो घाम पनि यसो बसिन्छ ठिकै छ अब यहाँ सब बस्न भनेर अब यस्तो आएको अब कहाँ पुगिन्छ है त यहाँ हाँसी अब यहाँ यस्तो बसिन्छ भने यो यस्तो ठाउँ यस्तो चाहिँ यहाँबाट यस्तो देखिन्छ है त देखिन चाहिँ हजुर ल यस्तो यहाँ माथि आएर बल्ल थाहा भयो कि मलाई मेरो घडी र मेरो माला त्यही जहाँ गछमा मिक्स गर्न त्यही छोडिदियो कि एकठा खोलेर राखेको थिएँ त्यही छोडिदियो अब हिँड्न जाम पनि टाढा आइयो अब त्यही होला भन्ने आशा छ अब लगै हामी चाहिँ गरौसु जानेको ट्याक्क त सिँढीको बाटोबाट फर्कियौँ किनकि आज खास हामी आएको खाइसु त्यहाँ त्यो त्यहाँ माथि देखियो कि नै ऊ त्यहाँ यहाँ नजिकै छ फेरि गए पनि तर कुरो के भन्दाखेरि गरौसुर गएर चढाउने पनि अब चढाउन पनि केही सब पैसा लगेको छैन आज के ल्यायो होइन रनिङ आउन भनेर आएको खास हामी त अनि यिनीहरूले जाम भनेर यता आएको अनि मालासाला पनि हरा अब पैसा भए त गरौसुर गरेर यसो अगरबत्ती बालेर चढाएर यसो केही खाएर आउनुहुन्थ्यो केही छैन त्यही भएर अब हिँड्ने हो त ल गाइज अब मेरो त घडी र माला हराएको ठाउँमा पुग्नु लागेको छ अब हामी यहाँले हिँडिन्छ है त ल साँच्ची अब हराएकै हो अब कहाँ भेट्टाइन्छ त्यहीँ राखेको ठाउँमा भेट्टाए त राम्रो हो अब नत्र भेट्टाएन भने खोज्नु पर्यो अब यहाँ हिँडिन्छ त गाइज यही बाटो यस्तो छ र तर एकदम घडी त माला हिँड्ने अब त्यहाँ हराए गाइज हामी 18 त फिक्स है त मन यहाँबाट तल जानुपर्छ ल यी अर्को ब्लगर छ अनि ब्लगको नाम ब्लगको आइडीको नाम के तिम्रो युट्युबको नाम भन्दै अरे गैरे ब्लग चाहिँ थोपडाहरू त कहिले त ल थोपडा यसो के हो तेरो के हो सन्दीप हिन्दू गाइज अब धन्नैले भगवान्को कृपाले गर्दा मेरो माला र घडी जुन हराएको थियो नि त्यो त्यही काठमा थियो त्यो भिडियो चाहिँ बनाउन हल्का सम्भव भएन भन्नाले त्यही थियो हराएकै थियो त्यहीँ रहेछ भेट्यो यी घडी यहाँ छ यी यादमा माला छ त्यही यो भेट्यो है त